नमस्कार। यस च्यानलमा हामी क्लासको नोट मात्र होइन कि प्रत्येक पाठमा रहेको जुन अभ्यासहरू छ नि त्यो अभ्यासको बारेमा पनि छलफल गर्छौँ। त्यसपछि त्यसबाट कस्ता कस्ता क्वेसनहरू सोध्न सक्छ त्यो क्वेसनहरूको बारेमा पनि हामी छलफल गर्नेछौँ। र आजको यस भिडियोमा हामी एकाइ 1मा रहेको शैक्षणिक उद्देश्य, शैक्षणिक पद्धति र शैक्षणिक मूल्याङ्कनको बारेमा बृहत छलफल गर्नेछौँ। भिडियो अन्त्यसम्म हेर्नुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गर्नुहोला र यदि भिडियो मन पर्छ भने कमेन्ट पनि गर्नुहोला। ल अगाडि हेर्नुहोला। शैक्षणिक पद्धति 1.1 मा रहेको छ इन्स्ट्रक्सनल पेडागोजी परिभाषा। शैक्षणिक पद्धति भनेको शिक्षण गर्ने विधि र अभ्यास हो। नर्मली शैक्षणिक पद्धति भनेको शिक्षण गर्ने पढाउने जुन विधि र अभ्यास छ त्यसलाई भनिन्छ। तपाईले यो सर्टकट परिभाषा हो, यो चाहिँ याद गर्न सक्नुहुन्छ। नेक्स्ट रहेको छ यसले शिक्षण शैली मतलब पढाउने तरिका के सिद्धान्त, पृष्ठपोषण, फिडब्याक भन्छ, मूल्याङ्कन र शैक्षिक वातावरणको योजनाबद्ध र समन्वयात्मक प्रस्तुतिलाई जनाउँछ। त्यसै गरी छ शाब्दिक अर्थको कुरा गर्दा यो प्रश्न धेरै पटक सोधिएको हुन्छ कि पेडागोजीको चाहिँ शाब्दिक अर्थ के हो भनेर, वा पेडागोजी भनेको के हो भनेर सोधिन्छ। जसमा यो दुई शब्द पेडा र गोजी मिलेर बनेको छ। जुन पेडा भनेको चिल्ड्रेन हुन्छ भने गोजी भनेको टिचिङ हो। यसरी हामी भन्न सक्छौँ कि यो बाल शिक्षण भन्ने कुरा बुझिन्छ कि पेडागोजीको अर्थ चाहिँ बाल बालिकालाई पढाउने काम भन्ने बुझिन्छ। ओके, अगाडि हेर्नु होला। शैक्षिक वातावरण, शिक्षण सिकाइ प्रक्रिया, क्रियाकलाप मतलब शिक्षण सिकाइ क्रियाकलाप, मूल्याङ्कन जस्ता पक्षहरूको योजनाबद्ध तथा समन्वयात्मक प्रस्तुतिलाई शैक्षणिक पद्धतिको प्रकृति भनिन्छ। है, तपाईको प्रश्न सोध्न सक्छ कि शैक्षणिक पद्धतिको प्रकृति भन्नाले के बुझ्नुहुन्छ। जसमा तपाईले शैक्षिक वातावरण, है, त्यसपछि शिक्षण सिकाइ गर्ने प्रक्रिया, शिक्षण सिकाइमा हुने जुन क्रियाकलापहरू हुन्छ नि, कक्षामा जुन क्रियाकलाप गराइन्छ त्यो, र त्यसपछि विद्यार्थीले के कति सिक्यो भन्ने कुराको जुन मूल्याङ्कन गरिन्छ, यी सबै पक्षहरूको योजनाबद्ध र समन्वयात्मक जुन प्रस्तुति हुन्छ त्यसलाई नै हामी के भन्छौँ त शैक्षणिक पद्धतिको प्रकृति भन्छौँ। नेक्स्ट रहेको छ शैक्षणिक पद्धतिका विशेषताहरू। अब शैक्षणिक पद्धति जुन छ त्यसको के कस्ता विशेषता हुन्छ त पहिलो रहेको छ यो शिक्षण सिकाइ क्रियाकलापसँग आबद्ध प्रक्रिया हो। शैक्षणिक पद्धति जुन छ नि त्यो शिक्षण क्रियाकलापसँग सम्बन्धित रहन्छ। त्यसै गरी विषयवस्तुको प्रकृति, विषयवस्तुको प्रकृति मतलब कस्तो किसिमको विषय छ के त्यो कुराले जनाउँछ। शिक्षकको क्षमता र उपलब्ध सन्दर्भसँग अन्तर सम्बन्धित हुन्छ कि यसमा चाहिँ यो शैक्षणिक पद्धतिले तीनवटा कुरालाई मिलाएको हुन्छ। जस्तो कि विषयवस्तु कस्तो छ, त्यसपछि शिक्षकको क्षमता कति छ हैन, कस्तो पढाउने क्षमता कति छ शिक्षकको, र उपलब्ध सन्दर्भसँग उपलब्ध साधन स्रोतहरू जुन हुन्छ नि त्यो सबैको अन्तर सम्बन्ध देखाउने काम चाहिँ शैक्षणिक पद्धतिमा हुन्छ। अब यसले शिक्षणलाई कला र विज्ञान दुवैको रूपमा लिइन्छ कि। अब कला र विज्ञान किन भनेको हुन्छ भन्दाखेरि नि कुनै पनि शिक्षण क्रियाकलापमा शिक्षकको जुन कौशल हुन्छ नि, शिक्षणले पढाउने जुन तौर तरिका हुन्छ नि त्यो कला हो भने हैन। विज्ञान किन भनेको भन्दाखेरि नि शिक्षण पद्धतिमा हामीले विभिन्न किसिमको सिद्धान्तहरूका कुरा गर्छौँ के, है, त्यसैले विज्ञान भनेको हो। यसको डिटेलमा पनि पढ्न पाउनुहुन्छ तपाईँ यस पछिको स्लाइडमा। शैक्षणिक पद्धतिको महत्त्व के छ। शिक्षण सिकाइ क्रियाकलापलाई उपयोगी, सरल र दिगो बनाउन सक्छ। यो शैक्षणिक पद्धतिकै आधारमा हामीले जब पढाउँछौँ नि शिक्षण क्रियाकलापहरू उपयोगी हुन्छ, सरल भनेको सजिलो हुन्छ, र दिगो मतलब लङ लास्टिङ हुन्छ कि विद्यार्थीलाई धेरै दिनसम्म सम्झिन सक्छ कि कुनै कुरा पढाएको। त्यसै गरिरहेको छ विद्यार्थीहरूमा प्रेरणा र पुनर्बल प्रदान गर्छ कि यो शैक्षणिक पद्धतिकै आधारमा हामी विद्यार्थीले मोटिभेसन पाउँछ। कुनै कुराप्रति कुनै कुरा सिक्ने प्रति उनीहरू मोटिभेटेड हुन्छ भने रिइन्फोर्समेन्ट पुनर्बल पनि प्रदान गर्ने काम गर्छ। पुनर्बल मतलब अझ सबल हुने प्रक्रियालाई जनाउँछ कि अझ सबल मतलब जुन अवस्थामा छौँ नि हामी त्यसलाई झन मजबुत बनाउने काम चाहिँ पुनर्बलले गरिरहेको हुन्छ। त्यसै गरिरहेको छ सिकाइलाई व्यवहारिक, कार्यमूलक र वैज्ञानिक बनाउन चाहिँ शैक्षणिक पद्धतिले मद्दत गर्छ। है, विद्यार्थीको रुचि र व्यक्तिक भिन्नतालाई ध्यान दिँदै उपयुक्त शिक्षण सामग्रीको छनौट गर्न यो शैक्षणिक पद्धतिमै हामी के गर्छौँ त विद्यार्थीको रुचि के छ, विद्यार्थीले कस्तो किसिमको पढाइ खोजेको छ हैन, र विद्यार्थी चाहिँ फरक फरक विचारका हुन्छन्, विद्यार्थीहरूको फरक फरक क्षमता हुन्छ कि त्यो कुरालाई ध्यान दिएर कस्तो किसिमको सामग्री छनौट गर्ने कुरा पनि हाम्रो शैक्षणिक पद्धतिमा उल्लेख भएको हुन्छ। लर्निङ बाई डुइङ गरेर सिक्ने बानीको विकास गराउँछ कि किनभने यसमा के हुन्छ त यो शैक्षणिक पद्धतिमा हामी विद्यार्थीलाई इन्भल्भ गराउँछौँ
र लर्निङ बाई डुइङ मतलब केही सिक्नु छ भने त्यो काम कसरी गर्ने भन्ने कुराको आधारबाट चाहिँ विद्यार्थीले सिक्ने गर्छ कि आफै शिक्षण सिकाइ प्रक्रियामा इन्भल्भ हुन्छ, त्यो बानीको विकास गराउँछ यसले। त्यसै गरी रहेको छ शैक्षणिक पद्धति केवल पढाउने तरिका मात्र होइन, यो एउटा पूर्ण प्रक्रिया हो। यो भन्नलाई व्याख्या गर्नुहोस् भनेर आउन सक्छ कि शैक्षणिक पद्धति केवल पढाउने तरिका मात्र न, एउटा पूर्ण प्रक्रिया हो। कसरी भने पनि प्रश्न आउन सक्छ, जसको उत्तर लेख्न सक्नुहुन्छ। कला र विज्ञान, यसलाई कला भनिन्छ किनभने शिक्षकले आफ्नो कौशल प्रयोग गरेर सिकाइलाई रोचक बनाउँछन्, जसले गर्दा यसलाई हामी कला भन्न सक्छौँ। र विज्ञान किन भनेको भन्दाखेरि नि यसमा निश्चित सिद्धान्त मा आधारित हुन्छ कि यो जुन शैक्षणिक पद्धति छ त्यो हावादारी हुँदैन, कुनै न कुनै निश्चित सिद्धान्तमा आधारित भएकोले गर्दा यसलाई विज्ञानको रूपमा भन्ने गरिएको छ। अर्को रहेको छ प्रकृतिको हिसाबले यसले शिक्षक र विद्यार्थी बीचको मधुर सम्बन्ध स्थापित गर्छ र सामूहिक कार्यमा समन्वय ल्याउँछ के। त्यसैले यसलाई केवल पढाउने मात्र काम होइन कि यसले अरू विभिन्न किसिमका जुन ओभरअल डेभलपमेन्ट हुन्छ नि विद्यार्थीको, त्यसमा चाहिँ यसले ध्यान दिएको हुन्छ कि जसरी कि शिक्षक विद्यार्थी बीचको सम्बन्ध होइन स्थापित गराउँछ र सामूहिक कार्य कसरी मिलेर गर्ने भन्ने कुरा पनि यसले सिकाउँछ कि। किनभने धेरै यस्ता कार्यहरू हुन्छ शैक्षणिक पद्धतिमा जुन समूहमा गर्नुपर्ने हुन्छ कि, छलफल गरेर होइन विभिन्न किसिमका परियोजना कार्यहरू हुन्छ, जस अन्तर्गत उनीहरूले एकअर्कासँगको सम्बन्ध राम्रो पार्नुको साथै समूहमा कार्य गर्ने बानीको विकास हुन्छ। त्यसै गरी छ परिवर्तनको कुरा गर्दा पहिले चक एन्ड टक भनेको मतलब शिक्षकले बोल्ने र बोर्डमा लेख्ने गरिन्थ्यो होइन, त्यो विधि मात्र थियो भने अहिले विद्यार्थी केन्द्रित छ कि लर्निङ बाई डुइङ विधिमा जोड दिन्छ। अहिले चाहिँ विद्यार्थीलाई नै विभिन्न किसिमको क्रियाकलापहरूमा भाग लिएर होइन वा विद्यार्थीहरूलाई छलफल गराएर विद्यार्थीहरूलाई नै बढी एक्टिभ गरेर चाहिँ पढाउने सिस्टम आएको छ कि। त्यसैले लर्निङ बाई चक एन्ड टक सिस्टम परिवर्तन भएर होइन लर्निङ बाई डुइङ सिस्टम आएको छ। स्टिम शिक्षा र पद्धति है। अब स्टिम भनेको के हो? यो स्टिम एकदमै इम्पोर्टेन्ट रहेको छ किनभने यो नयाँ कन्सेप्ट आएको शिक्षण सिकाइमा। यो एसबाट साइन्स हुन्छ होइन, टीबाट टेक्नोलोजी प्रविधि, ईबाट इन्जिनियरिङ हुन्छ र यो आर्ट ए पछि थपियो के, पहिला एसटिइएम मात्र थियो, पछि ए थपिएर आर्ट्स कला गरिएको भने एमबाट म्याथमेटिक्स हुन्छ है। त यो अहिलेको जुन शिक्षण सिकाइको लागि यो यति कुरालाई फोकस गर्नुपर्छ भनेर भनिरहेछ कि। सन् 2001 मा अमेरिकी नेसनल साइन्स फाउन्डेसनबाट यो अवधारणा सुरु भएको हो कि। यो स्टिमको अवधारणा कहिले सुरु भयो भन्दाखेरि तपाईँले यो लेख्न सक्नुहुन्छ। त्यसै गरिरहेको छ नेपालको सन्दर्भमा राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 ले कक्षा 1 देखि 3 सम्मको एकीकृत पाठ्यक्रममा स्टिम पेडागोजीलाई समावेश गरेको छ हैन। अब यो प्रश्न पनि हुन सक्छ कि नेपालको चाहिँ पाठ्यक्रममा कुन कक्षाको पाठ्यक्रममा समावेश गरिएको छ, त्यो कुरा चाहिँ यो कक्षा 1 देखि 3 सम्मको एकीकृत पाठ्यक्रममा स्टिम पेडागोजीको कन्सेप्टलाई राखिएको छ। त्यसै गरी छ अहिलेको समयमा स्टिम पद्धति अनिवार्य जस्तै बनेको छ कि। अहिले चाहिँ स्टिम पद्धतिलाई एकदम अनिवार्य रूपमा लिएको छ। एकीकृत अवधारणा यसले विज्ञान र गणितलाई कला र प्रविधिसँग जोडेर सिकाउँछ। त्यसै गरी 21औं शताब्दीको सिप यसले विद्यार्थीमा समालोचनात्मक सोच, समस्या यसले विद्यार्थीमा समालोचनात्मक सोच मतलब क्रिटिकल थिङ्किङ, कुनै कुरालाई जे छ त्यही रूपमा नलिएर त्यस्तो किन भयो हैन, त्यो नहुँदा के हुन्थ्यो, यसरी चाहिँ समालोचना गरेर विद्यार्थीले सिक्ने गर्छ भन्दाखेरि समस्या समाधान, प्रब्लम सल्भिङ र सृजनशीलताको विकास गर्छ। समस्या समाधान मतलब कुनै पनि समस्या आइपऱ्यो भने विद्यार्थीले आफै त्यसलाई समाधान गर्न खोज्छ। अब 1.2 मा रहेको छ शैक्षिक उद्देश्य है। शैक्षिक उद्देश्यको कुरा गर्दा शिक्षण प्रक्रियाको मेरुदण्ड मानिन्छ कि शैक्षिक उद्देश्य। हेर्नु, शैक्षिक उद्देश्य बिना शिक्षण सिकाइ क्रियाकलाप कामै छैन है। त्यसैले शैक्षिक उद्देश्यलाई शिक्षण प्रक्रियाको मेरुदण्ड मानिएको हो। यसले शिक्षण क्रियाकलाप पश्चात विद्यार्थीमा आउने अपेक्षित व्यावहारिक परिवर्तनलाई बुझाउँछ। भनाइको मतलब कि कुनै पनि पाठ पढाइसकेपछि विद्यार्थीमा कस्तो किसिमको परिवर्तन आउनेछ वा विद्यार्थीले के कुरा सिक्नेछ भन्नु नै शैक्षिक उद्देश्य रहेको हुन्छ। अब शैक्षिक उद्देश्यका प्रकारको कुरा गर्ने भने शैक्षिक उद्देश्य 2 प्रकारका हुन्छन्। साधारण उद्देश्य यो व्यापक प्रकृतिको हुन्छ जसलाई मापन र अवलोकन गर्न कठिन हुन्छ
त्यसै गरी अब्जेक्टिभ अर्को रहेको छ विशिष्ट वा व्यावहारिक उद्देश्य भन्छ, स्पेसिफिक अब्जेक्टिभ। यो स्पष्ट रूपमा किटान गरिएको हुन्छ। रोबर्ट मेगरका अनुसार यसमा 3 कुरा हुनुपर्छ, जस्तो कि प्राप्ति, पर्फर्मेन्स, अवस्था, कन्डिसन र आधार क्राइटेरिया। यो मापन योग्य र अवलोकन योग्य हुन्छ। यो विशिष्ट व्यावहारिक उद्देश्य जुन छ नि त्यो मापन योग्य र अवलोकन योग्य हुन्छ है। शैक्षिक उद्देश्यका विशेषताहरू, शैक्षिक उद्देश्य कस्तो हुनुपर्छ त पहिले भयो मापन योग्य हुनुपर्छ, मेजरेबल, सिकाइको उपलब्धिलाई अङ्क वा स्पष्ट रूपमा जाँच्न सकिने हुनुपर्छ के। जब हामी शैक्षिक उद्देश्य लेख्छौँ नि त शैक्षिक उद्देश्य यस्तो हुनु पर्यो कि जुन प्राप्त भयो कि भएन भन्ने कुरा हामी नाप्न सक्छौँ के, मापन गर्न सक्छौँ, जाँच्न सक्छौँ है। अर्को रहेको चाहिँ विद्यार्थी केन्द्रित, लर्नर सेन्टर्ड हुनुपर्छ। विद्यार्थीको उमेर, रुचि र आवश्यकता अनुसारको उद्देश्य निर्धारण गर्नुपर्छ के। विद्यार्थी कुन उमेर समूहको छ, माने तल्लो क्लासको विद्यार्थीलाई अब एकदमै अर्कै किसिमको उद्देश्य, जुन विद्यार्थीले बुझ्दैन त्यस्तो किसिमको उद्देश्य राखेर हुँदैन है। जसरी मानव एक क्लासको विद्यार्थीमा अब देश सेवा गर्ने होइन भनेर उद्देश्य राख्यो भने उसले देश सेवा सम्बन्धी गर्न सक्दैन के। उद्देश्य भन्ने कुरा नि विद्यार्थीको रुचि अनुसार, क्षमता अनुसार, उमेर अनुसारको हुनुपर्छ। त्यसै गरी विशिष्ट र व्यावहारिक हुनुपर्छ के। सिकारुमा देखिने परिवर्तन स्पष्ट र निश्चित हुनुपर्छ। विद्यार्थीले के सिक्यो भन्ने कुरा नि स्पष्ट रूपमा किटान गर्न सकिने हुनुपर्छ। प्राप्त गर्न सकिने, अब्टेनेबल, उपलब्ध स्रोत र समयमा पुरा गर्न सकिने हुनुपर्छ। अब उद्देश्य यस्तो राख्नुपर्छ कि मानव एक पिरियडमा कति कुरा सिकाइसक्नु छ त्यति मात्र उद्देश्य राख्नुपर्छ के। त्यो हिसाबले यो समयलाई पनि र उपलब्ध साधन स्रोतलाई पनि आधार बनाएर उद्देश्य राख्नुपर्ने हुन्छ। शैक्षिक उद्देश्यका हामी विशेषताहरू पढिरहेछौँ है। यो यस्तो क्वेसन 5 मार्कको लागि आउँछ। शर्तयुक्त हुन्छ, कन्डिसन हुन्छ, कुनै परिस्थितिमा वा सीमाभित्र सिक्ने, कुन परिस्थिति वा सीमाभित्र सिक्ने सो पनि खुलाइएको हुनुपर्छ है। कति समयमा सिकिहाल्नु पर्ने सब कुरा क्लियर हुनुपर्छ। अब स्मार्ट जुन लेखिएको थियो नि अघि, त्यो स्मार्टको फुल फर्म के हो भन्दाखेरि यसबाट हुन्छ स्पेसिफिक, विशिष्ट हुनुपर्छ। एमबाट हुन्छ मेजरेबल, मापन योग्य हुनुपर्छ। एबाट हुन्छ एटेनेबल, प्राप्त गर्न सकिने हुनुपर्छ, उद्देश्यको विशेषता है यो। आरबाट रिलायबल, विश्वसनीय र वास्तविक हुनुपर्छ। टीबाट टाइमिङ, समयबद्ध हुनुपर्छ। यति कुरा उद्देश्यमा हुनै पर्छ है। विशिष्ट हुनु पर्यो, माप्न सक्ने हुनु पर्यो, मतलब चेक जाँच गर्न सक्ने हुनु पर्यो, प्राप्त गर्न सकिने। यस्तो उद्देश्य राख्दैन कि त्यो विद्यार्थीले प्राप्त गर्न नसकिने, त्यस्तो राख्नु हुँदैन। विश्वसनीय हुनु पर्यो र समय सीमामा सकिने हुनु पर्यो। शैक्षिक उद्देश्यका तहहरू, शैक्षिक उद्देश्य तहगत हुन्छ के, विभिन्न तहमा बाँडिएको छ शैक्षिक उद्देश्य। शिक्षाको उद्देश्य एउटै हुँदैन, यसका विभिन्न तहहरू हुन्छन्। जस्तै राष्ट्रिय उद्देश्य, देशको आवश्यकता अनुसारको उद्देश्य भयो भने यसलाई राष्ट्रिय उद्देश्य भनिन्छ के है। त्यसै गरी रहेको छ तहगत उद्देश्य, प्राथमिक, माध्यमिक वा उच्च शिक्षाको निश्चित तह पुरा गरेपछि प्राप्त हुने। अर्को रहेछ कक्षागत र विषयगत उद्देश्य, कुनै निश्चित कक्षा वा विषय पढेपछि विद्यार्थीले सिक्ने होइन, त्यसैले कक्षागत उद्देश्य फरक हुन्छ, विषयगत उद्देश्य हुन्छ। अनि एकाइगत वा शिक्षण उद्देश्य, एकाइगत मतलब हरेक पाठको आफ्नै उद्देश्य हुन्छ कि। एक दिनको पाठ वा एउटा एकाइ पढेपछि आउने व्यावहारिक परिवर्तनलाई एकाइगत उद्देश्य भन्छ। यसरी हामी 1, 2, 3, 4 तहमा हामी शैक्षिक उद्देश्यलाई बाँड्न सक्छौँ। राष्ट्रिय उद्देश्य, तहगत उद्देश्य, कक्षागत उद्देश्य र एकाइगत उद्देश्य। यो चाहिँ शैक्षिक उद्देश्यका तहहरू सोध्यो भने यो लेख्न सक्नुहुन्छ। शैक्षिक उद्देश्य छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरू अघि भन्यो नि, यो शैक्षिक उद्देश्य छनौट यसरी गर्नुपर्छ ताकि विद्यार्थीको उमेर अनुसार होइन, त्यसपछि कक्षा अनुसार फरक फरक हुनुपर्छ के। अब यहाँ हेर्नु होला, विषयवस्तुको प्रकृति र क्षेत्र, मतलब पाठ कस्तो छ र यसको दायरा कति छ त्यो हिसाबले हामीले उद्देश्य छान्नुपर्ने हुन्छ। उपलब्ध साधन स्रोत, कस्ता शैक्षिक सामग्रीको प्रयोग गर्न सकिन्छ त्यो पनि हुनु पर्यो है। उपलब्ध साधन स्रोतको आधारमा हामीले शैक्षिक उद्देश्य छनौट गर्नुपर्ने हुन्छ। सिकारुको अवस्था, सिक्ने विद्यार्थीको अवस्था के छ, विद्यार्थीको पूर्व ज्ञान पहिला कति सिकेको छ अनि कति सिकाउनु पर्ने छ। बाल मनोविज्ञान, बालकहरूले विद्यार्थीहरूले कस्तो कुरा सिक्न खोजेको छ र उनीहरूको रुचि इच्छा कस्तो छ त्यो अनुसारले हामीले उद्देश्य तयार गर्नुपर्ने हुन्छ। वातावरण, कक्षा कोठाको वातावरण र अभ्यासका अवसरहरू, कुनै कुरा हामी कक्षा कोठामा सिकाउँछौँ होइन, त्यसको वातावरण के छ, विद्यार्थीले त्यो कुराले अभ्यास गर्न सक्छ कि सक्दैन, यो कुरालाई आधार बनाएर हामीले शैक्षिक उद्देश्य छनौट गर्नुपर्ने हुन्छ। त्यसै गरी चाहिँ बाल मनोविज्ञान। अर्को छ शिक्षण विधि र क्रियाकलाप, हामीले कस्तो शिक्षण विधि र क्रियाकलाप अपनाउने छौँ त्यो अनुसारको उद्देश्य हुनु पर्यो। र फाइनली भाग 2 को लागि होइन
च्यानल सब्स्क्राइब गर्नुहोला, बेल आइकन पनि प्रेस गर्नुहोला, ताकि म नयाँ भिडियो हाल्ने बित्तिकै तपाईँहरूसँग नोटिफिकेसन जान्छ। र अर्को भिडियोमा हामी शिक्षण र परिभाषा सम्बन्धी 1.3 को बृहत नोट यसरी लिएर आउनेछौँ। तपाईँलाई भिडियो मन परेको छ लाइक गरिदिनु होला, कमेन्ट गर्नु होला है। कमेन्ट किन गर्नु होला भन्दाखेरि नि, यदि तपाईँहरूले अर्को भिडियो चाहिँ कमेन्ट गर्नुहुन्छ त म अर्को भिडियो पनि बनाएर ल्याउँछु है। यो भिडियो अन्त्यसम्म हेर्नुभयो त्यसको लागि धन्यवाद छ। हामी अर्को भिडियोमा भेट्नेछौँ। बाई बाई।